दाइ आजको हाइकमा त धेरै ऐसिलु हो आज ऐसिलु लाग्यो नि त ऐसिलु खानुको फाइदाहरू के हो पुरा यो कस्तो भन्नु यो प्रकृतिले दिएको चिजहरू खानु पर्छ भन्छ होइन अब यो कति चिजहरू यो हामीले सायद यो किनेर पनि पाइँदैन यो पाउनु त पाउला सायद अब नपाउला तर यो भनेको कुरा टिपेर खानु भनेको फ्रेस हो होइन अब यसमा कुनै विषादी हुँदैन यति मिठो यति मिठोको त कुरा छोडौँ अब हाम्रो साथीहरू नि अब यो आज हामीले गर्नु खोजेर पनि त ऐसिलु हाइकै हो हुन्छ है हजुर तर ऐसिलुको बारेमा मलाई त्यति फाइदा र बेफाइदाको बारेमा जानकारी त छैन मलाई चाहिँ तर जहाँसम्म लाग्छ ऐसिलुले चाहिँ खाइए गर्छ जस्तो लाग्छ किनभनेदेखि हेर्नुहोस् यहाँ हाम्रो साथीहरू हेर्नुहोस् बोलाएको छ भने त ऐसिलु सब टिपेर छोडेको छ भात खाना छोडेर ऐसिलु खान थालेको छ अनि के गर्नु भन्नु त अनि यो राम्रो चिज भन्ने कुरा त थाहा भयो नि त त्यस कारणले ऐसिलु यहाँ छ हेर्नुहोस्